नमस्ते साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। हेर्दै गर्नुहोस्, आज मैले बुङ्गा र आलुको सब्जी ल्याएको छु। बुङ्गा र आलु पकाउँछु। बुङ्गा केलाइसकेको छैन, आधा केलाएको छु, केलाउँदैछु। त्यसमा मसला छ मेरो हरियो खुर्सानी, टमाटर, प्याज पिस्छु, अदुवा लसुन पिस्छु। त्यति म यसमा फोरन केही छैन, सधैँको जस्तो नुन र हल्दी पनि रेडी छ। साथमा तेल छ साथमा। त्यहाँदेखि नुन हल्दी भयो। लास्टमा धनिया पत्ता पनि हाल्नेवाला छु। त्यहाँदेखि म गरम मसला हाल्छु। गरम मसला हाल्यो भने चाहिँ के हुन्छ, मिठो हुन्छ। यसमा चाहिँ सब्जी एकदम राम्रो हुन्छ, हेल्थको लागि पनि राम्रो। तपाईहरु पनि बनाएर मेरो रेसिपी हेर्नुहोस्, बनाएर खानुहोस्। म तपाईहरुलाई एक एक गरेर देखाउँछु है साथीहरु। अब म यसलाई केलाउँछु है, पुरा फिनिसिङ गर्छु। काटकुट पिस पास गरेर म तपाईहरुलाई देखाउँछु। प्याज म सिलौटोमा पिस्दैछु। हेर्नुहोस्, सबै रेडी भएर तपाईहरुलाई देखाउँछु म। बुङ्गा काटकुट रेडी भयो। अब म त यसलाई बोइल गर्छु कुकरमा। अब म ग्यास चलाउँछु। कुकरलाई बोइल गर्नु बसाइदिए। हेर्दै गर्नु होला मेरो रेसिपी। यसलाई 3 सिटी लगाउनु पर्छ है, अलिक बुङ्गा गल्दैन, त्यही कारण म कुकरमा उसिन्छु। 3 सिटी लगाएर तपाईँलाई देखाउँदै जान्छु। हेर्दै गर्नु होला। मेरो यो बोइल भइसक्यो। अब म यसलाई देखाउँदै जान्छु। हेर्दै गर्नुहोस्। मैले बुङ्गालाई कुकरबाट निकालेर अब यसलाई म निचार्छु। आलु छिल्छु, यसलाई निचार्छु। हेर्दै गर्नु होला साथीहरु। त्यो मैले काटकुट आलु बुङ्गालाई पनि उसिनेर पनि काटेँ। अदुवा लसुनको पेस्ट पनि गरेँ, प्याज पनि पिसेँ, टमाटर पनि रेडी, हरियो खुर्सानी पनि रेडी, साथैमा नुन हल्दी रेडी, साथमा तेल पनि छ। धनिया पत्ता चाहिँ पछाडि, धनिया पत्ता र यो गरम मसला चाहिँ पछाडि हाल्ने हो। अब मेरो रेसिपी हेर्दै गर्नुहोस् ल, म कसरी बनाउँछु। मासुलाई पनि फेल गर्छ साथीहरु। अनि पाले कराई बसाए। कराई तातिएपछि तेल हाल्छु। हेर्दै गर्नु होला साथीहरु। अब मेरो कराई तातिए म तेल हाल्दैछु। यसमा चाहिँ कति तेल बेसी हाल्नुपर्छ, यसमा चाहिँ तेल बेसी हाल्नुपर्छ अलिकति साथीहरु। हेर्दै गर्नु होला। म तेल तातिएपछि के हाल्छु। तेललाई यसरी घुमाइदिनुपर्छ। तेल तात्यो होला। खुर्सानी तेल हाल्छु। यसमा चाहिँ पड्केर बाह्र अदुवा लसुन पड्केर जिउतिर आउँछ। घरमा सब्जी हाल्छु, आलुसँग हाल्छु। अलिक काटेको बुङ्गा र आलु।
गले खाँदैन मजाले गलाउनुपर्छ एकदमै चलाउँदैछु चलन त गले कि गलेन यस्तो टेस्टी हुन्छ यस्तो टेस्टी रोटीसित खान पनि मिठो घाँसे तरकारी मलाई झनै मिठो मेरो त फेभरेट एकछिन छोपिदिन्छु यसमा अलिकति पानी हाल्छ उतार्ने बेला गरम मसला र मेरो यो पाके दामी तरिकाले पाक्यो यसमा टक्कै गरम मसला हाल्यो गरम मसला हालेँ त्यस्तै मनपर्छ लगभग त्यस्तो सक्ने मन पर्दैन सुक्खा पनि मन पर्दैन यस्तो खाले चाहिँ अब म यसमा धनियाँ पत्ता हाल्छु तपाईँहरूले यसरी नै पकाएर खानुहोस् मेरो सब्जी रेडी खाउँ लाग्दो मिठो सब्जी बनाएको छु तपाईँहरू पनि चाख्नुहोस् साथी हो बाई बाई माई युट्युब फ्यामिली